हेलो एन्ड नमस्ते। के छ हजुरको हालखबर? आई होप सबैजना सन्चै हुनुहुन्छ होला। धेरै भयो, अलि लामो नै टाइम भयो मैले रेगुलरली नेप्सेको एनालाइसिस भिडियो बनाएको छैन। अलि केही विक अगाडि मैले भिडियो बनाएको थिएँ एउटा, आई थिङ्क यो पोइन्टतिर बनाएको थिएँ होला। त्यसपछि रेगुलरली बनाउँछु भनिरहेको थिएँ, त्यस्तै अलि बनाउन सकिरहेको छैन। अब आई विल ट्राई टु मेक रेगुलरली। सो म सर एकचोटि अब आज नेप्सेको एनालाइसिस गर्छु, के भइरहेको छ, अब पोटेन्सियल के हुनसक्छ, अनि हामीले कसरी अहिलेको सिनारियोलाई हेर्न सक्छौँ भनेर एउटा मेरो क्विक आफ्नो एउटा भ्यू दिन्छु। सो यो मैले एनालाइसिस गरेको चाहिँ मैले आफ्नो एउटा भ्यू मात्र सेयर गरेको हो। अब के छ नेप्सेको ओभरअल सिनारियो हामीले कसरी हेर्न सक्छौँ भनेर हजुरहरूले यसको आधारमा चाहिँ आफ्नो व्यक्तिगत सेयर कारोबारको निर्णय चाहिँ नलिनु होला, किनभने सेयर बजार भनेको जोखिमको क्षेत्र हो। यहाँनिर आफ्नो लगानी गर्दाखेरि अध्ययन अनुसन्धान गरेर मात्र लगानी गर्नुपर्दछ। सो मेरो एनालाइसिसको आधारमा चाहिँ हजुरहरू कारोबार नगर्नु हुन म अनुरोध गर्दछु। हजुरले मेरो एनालाइसिसलाई रेफरेन्सको रूपमा लिन सक्नुहुन्छ, केही नलेजको रूपमा लिन सक्नुहुन्छ, तर डाइरेक्ट यसको आधारमा कारोबार चाहिँ नगर्नु होला। सो लेट्स स्टार्ट। यदि हजुरहरू मेरो रेगुलर भ्युवर हुनुहुन्छ, लिसनर हुनुहुन्छ भने मैले के भनेको थिएँ हजुरहरूलाई यादै होला। किनभने भ्यू भनेको सधैँ चेन्ज भइरहँदैन, आफूले एउटा एनालाइसिस गरेको त्यही नै भइरहन्छ। किनभने एनालाइसिस भनेको डेली विकली चेन्ज भइरहँदैन, एउटा आफूले हुनसक्छ भन्ने लेभल त्यही नै लङ टाइमसम्म भ्यालिड भइरहन्छ। सो मैले यो पोइन्ट यसरी मैले रेक्ट्याङ्गल बक्समा बनाएर पनि राखेको छु एउटा जोन। मैले जुन जोनबाट मार्केट यदि यहाँबाट पोजिटिभ मार्केटले देखायो भने हाम्रो लागि चाहिँ एकदम राम्रो बाइङ अपर्च्युनिटी हुनसक्छ, मार्केटले बाई चान्स दिएको हुनसक्छ भनेर मैले भनेको थिएँ। मैले त्यसरी हजुरहरूलाई कुन जोन भनेको थिएँ भन्दाखेरि यही जोन 2470देखिको यो जोन 2535-40को रेन्ज, यो जोनमा यदि मार्केटले ट्याप गरेर इफ सोज सम पोजिटिभ रेस्पोन्स, यहाँबाट एउटा पोजिटिभ रेस्पोन्स यदि मार्केटले सो गर्यो भने हामीले बाईको लागि हेर्न सक्छौँ भनेर मैले भनेको थिएँ। त्यही अनुसार नै मार्केटले एक्ज्याक्टली त्यही नै कुरा मार्केटमा भएको छ। यो चाहिँ आई एम अल्सो ह्याप्पी अन दिस, किनभने मैले सेयर गरेको भ्यू अनुसार नै मार्केटमा त्यही नै प्ले भयो। युजली मार्केटले हामीले भनेअनुसार चल्दैन, हामी चाहिँ मार्केट अनुसार चल्नुपर्छ, मार्केट अनुसार आफूलाई एडप्ट गर्नुपर्छ, आफूलाई चेन्ज गर्नुपर्छ। यो केसमा चाहिँ त्यही गरी नै प्ले आउट भइरहेको छ मार्केटमा। सो मैले के भनेको थिएँ भन्दाखेरि यो पोइन्ट एउटा 2480 यो पोइन्ट एउटा ब्रेक गर्न साथै एउटा लोवर हाई यहाँनिर भयो, 2550मा एउटा लोवर हाई बन्यो। अनि मार्केटले नेक्स्ट टाइम के गर्यो भन्दाखेरि यो लोवर हाईलाई ब्रेक गरेर एउटा हामीले एउटा चेन्ज अफ क्यारेक्टर भन्ने एउटा डाउन ट्रेन्डमा सर्ट टाइम फ्रेममा त्यो डाउन ट्रेन्डमा चलिरहेको थियो मार्केट। सो डाउन ट्रेन्डमा चलिरहेको मार्केट सर्टेनली यो प्राइस 2550को लेभल जब ब्रेक भयो त्यसपछि मार्केट ट्रेन्ड हेज बिन सिफ्ट इन लोवर टाइम फ्रेम। लोवर टाइम फ्रेममा चाहिँ के भयो भन्दाखेरि मार्केट स्ट्रक्चर सिफ्ट भयो। जुन डाउन ट्रेन्डमा गइरहेको मार्केट इट स्टार्टेड गोइङ टु अपवर्ड डिरेक्सन, अप ट्रेन्ड, सर्ट टाइम फ्रेममा चाहिँ अप ट्रेन्डमा जान थाल्यो। सो त्यसो भइसकेपछि मैले के भनेको थिएँ भन्दाखेरि यसरी ब्रेक गर्यो, त्यसपछि यो एउटा सानो एउटा हाई जस्तो बनायो, यो नि ब्रेक गरेर फाइनल्ली यो एरियामा 2470देखिको 2540 यो एरियामा चाहिँ एउटा इम्ब्यालेन्स थियो। यसलाई अर्डर फ्लो पनि भन्न मिल्छ हामीले, एउटा इम्ब्यालेन्स जोन। किनभने यो क्यान्डल र यो क्यान्डलको बिचमा मार्केटमा कारोबारै भएको छैन, यो बिचमा ग्याप छ। कस्तो भन्दाखेरि यो जोन र यो जोन बिचमा क्यान्डलमा ग्याप छ, यसलाई भन्छ हामीले फेयर भ्यालु ग्याप भन्छौँ यसलाई। यो र यो फेयर भ्यालु ग्याप हो। यस्तो ग्यापमा चाहिँ नि
मार्केटले नेक्स्ट टाइम मार्केट आउँदाखेरि त्यहाँनिर अर्डरहरू पेन्डिङ हुन्छ भन्ने एउटा अर्डरहरू त्यहाँनिर मार्केटले अर्को त्यहाँ अर्डरै मिट नभइकन मार्केटमा एकदम हाई पोजिटिभिटी भयो, त्यस कारणले डाइरेक्ट प्राइसहरू माथि गयो, अर्डर नलिकन प्राइसहरू माथि गयो भन्छ। सो यो ग्यापमा आएपछि मार्केटले त्यहाँबाट एउटा रियाक्सन दिन सक्छ पोजिटिभ, अनि त्यहाँबाट रियाक्सन आएपछि हामीले राम्रो स्टकहरू सेटअपमा भएको स्टक्सहरूलाई हामीले हेर्न सक्छौँ, बाई गर्न सक्छौँ भनेर मैले भनेको थिएँ प्रिभियस भिडियोमा। हजुरले कतिको त्यो अनुसार गर्नुभएको भए कङ्ग्रेचुलेसन्स, राम्रै मार्केट बढ्यो। त्यति तल पनि मार्केट डिप पनि भएन, थोरै टच गरेर गइहाल्यो। सो हामीले यो एरियातिर किन्न सक्थ्यौँ, किन राम्रो जोनबाट आएको कारणले यहाँ एन्ट्री लिन चाहिँ सक्थ्यौँ। सो मार्केटमा अब मार्केट ओभरअली के छ भन्दा मार्केट लुक्स भेरी पोजिटिभ, अहिले राम्रो छ। यसरी एउटा मुभमेन्ट आयो, जहिले पनि हामीले बाई गर्दा चाहिँ कहिले बाई गर्दा राम्रो हुन्छ भन्दाखेरि पहिला मार्केट एउटा तल एउटा लेभलमा आइसकेपछि एउटा पोजिटिभ मुभमेन्ट देखाउँछ, त्यसपछि केही करेक्सन भएर अनि फेरि पोजिटिभ मुभमेन्ट देखाउन थाल्यो भने चाहिँ त्यो चाहिँ एकदम बाई गर्नको लागि राम्रो मुभमेन्ट हुन्छ कि यसरी यहाँ आएर जब यो दिन बढ्यो, यो चाहिँ नि बाई गर्नको लागि राम्रो डे थियो यो दिन। 2580 लेभल ब्रेक हुन लागेपछि। सो ओभरअली मार्केट पोजिटिभ छ, एकदमै राम्रो पोजिटिभ छ र मार्केट बटमको लेभलमा छ, रिस्क पनि धेरै छैन। हामीले राम्रो सेटअपमा भएको स्टक्सहरूलाई रिस्क कम हुने राम्रो लेभलमा भएको स्टक्सहरूलाई चाहिँ नि ट्रेडिङको लागि हेर्न सक्ने अवस्था छ। र इन्डिकेटर हामीले हेर्छौँ भने पनि धेरै नै पोजिटिभ छ इन्डिकेटर, यहीँबाटै बाई सिग्नल आयो। त्यसपछि एमएसिडीमा सबै इन्डिकेटरहरूबाट पनि मार्केट एकदमै नै पोजिटिभ छ। नेगेटिभ साइड चाहिँ मार्केट अहिले केही पनि छैन। अब मार्केट केही बढेर माथि नै जाने सम्भावना चाहिँ देखिएको छ ओभरअली। अनि अब ट्रेड गर्दाखेरि चाहिँ हामीले सर्ट टर्म ट्रेड गर्ने हो भने त्यही अनुसारको राम्रो सेटअप भएको स्टक्सहरूलाई हेरेर आफ्नो रिस्क म्यानेज गरेर ट्रेड गर्नुपर्छ। र म पर्सनल स्टक्सहरूको चाहिँ रेकमेन्डेसन चाहिँ गर्दिनँ, किनभने आफूले कुनै स्टक्सहरू यहाँ भन्यो भने मान्छेहरू त्यही किनिदिनुहुन्छ। अब ग्यारेन्टी त हुँदैन, मार्केटमा ट्रेडिङ भनेको त ग्यारेन्टीको गेम होइन, प्रोबेबिलिटीको गेम हो। हामीले सर्टेन रिस्क गरेर अनि हामीले सर्टेन प्रफिट निक्लिन्छ भनेर गर्छौँ, 100% ग्यारेन्टी त हुँदैन। सो लस पनि हुनसक्छ। सो स्टक चाहिँ म पर्टिकुलरली भन्दिनँ। र मैले अस्ति नै एउटा स्टकमा के भनेको थिएँ, एउटा पोटेन्सियल देखेको चाहिँ जोसी थियो भनेर मैले भनेकै थिएँ। तपाईँहरूले कतिको याद गर्नुभयो, मैले भनेको थिएँ, मैले पनि यो स्टक चाहिँ लिएको थिएँ भनेर भनेको थिएँ थिएन, आई डोन्ट नो। यो एरियातिर मैले जोसीमा किन एकदम राम्रो पोजिटिभ देखेको थियो, जोसी राम्रो थियो किन भनेको थिएँ भन्दाखेरि यो स्टक्स नै ओभरअल बुलिस ट्रेन्डमा छ कि। पहिलो कुरा चाहिँ जस्तै हामी यहाँबाट जान्छौँ भने एउटा हाई मार्केट हाई बनायो, त्यसै मार्केटले हाई ब्रेक गर्यो, यहाँ उसको लो बनायो, त्यसपछि नेक्स्ट टाइम मार्केटले यो हाई ब्रेक गरिदियो। इट मिन्स यसले चाहिँ नि हाई यो एउटा हाई भयो, लो भयो, त्यसपछि हायर हाई बनायो, त्यसपछि हायर लो बनायो, त्यसपछि यो हाईलाई पनि नेक्स्ट टाइम ब्रेक गर्यो, यहाँ हायर हाई बनायो, यहाँ हायर हाई बनायो, त्यसपछि यो भयो हायर लो, नेक्स्ट टाइम यहाँ हायर हाई बनायो। अब यो लगभग यो हाई ब्रेक भएपछि चाहिँ यो एउटा हाम्रो हायर लो चाहिँ कन्फर्म हुन्छ। अहिले चाहिँ हायर लो कन्फर्म भएको छैन। यो जबसम्म त्यो हायर हाई कन्फर्म हुँदैन तबसम्म हायर लो चाहिँ कन्फर्म, हायर हाई ब्रेक नभएसम्म चाहिँ हायर लो चाहिँ कन्फर्म हुँदैन। यो सब म डिलिट गरेर जोसीको म देखाउँछु। सो लेट्स गो। अब भयो के भन्दाखेरि यसले यो हाई ब्रेक गर्यो, 356 को लेभल हाई ब्रेक गरेपछि मार्केट रिट्रेस भएर एउटा राम्रो जोनमा आयो। मार्केटबाट राम्रो बाइङ आउन बढ्न पनि एउटा राम्रो जोनमा आउनुपर्ने हुन्छ कि। मार्केट राम्रो एउटा अर्डर ब्लक जोन भनौँ, डिमान्ड जोन भनौँ, एउटा पोटेन्सियल एउटा एरिया मार्केट आयो। आएपछि के भयो भन्दाखेरि अब हामीले जोनमा आइसकेपछि हामीले सर्ट टाइम फ्रेममा गएर हेर्छौँ त्यसले कस्तो त्यो जोनमा, जस्तै डिमान्ड जोन, सपोर्ट भनौँ अथवा
स्मार्ट मनी कन्सेप्ट अनुसार हेर्दाखेरि अर्डर ब्लक भन्छन्, अर्डर फ्लो भन्छ। त्यो एरियामा आएपछि मार्केटले कस्तो रियाक्सन गर्छ, त्यहाँबाट पोजिटिभ रियाक्सन गर्ने हामीले पछाडि हेर्न सक्छौँ। सो यहाँ एकदम राम्रो रियाक्सन गर्यो। यो सर्ट टाइम फ्रेममा डाउन ट्रेन्डमा चलिरहेको मार्केटमा दिस वाज द लोअर हाई, सरी यो सो यो लोअर हाईलाई ब्रेक गरेपछि अर्को त्यसपछि यहाँ पनि एउटा सर्ट टाइम फ्रेम यो पनि ब्रेक भएपछि हामीले नर्मली के हुन्छ भन्दाखेरि यो लोलाई तल लिएर एउटा राम्रो ग्याप लेभलमा आएर अथवा अर्डर ब्लकमा अथवा अर्डर फ्लो कुनै लेभलमा आएर यदि मार्केटले राम्रो रियाक्सन दियो भने हामीले बाई गर्न सक्छौँ। सो जोशीमा त्यही भयो, पहिला ब्रेक गर्यो, त्यसपछि फाइनली एउटा ग्याप भएको एरियामा आएपछि मार्केटले एकदम राम्रो। अनि मैले चाहिँ लगभग यो एरियातिरै जोशी किनेको थिएँ। अनि मैले भिडियोमा भनेको थिएँ नि त जोशी पोटेन्सियल छ भनेर चाहिँ मैले भनेको थिएँ। सो यसरी यो यहाँ कसरी किन यस्तो राम्रो मोमेन्ट आयो जोशीमा, कसरी यस्तो भयो भन्दाखेरि एउटा स्मार्ट मनी कन्सेप्टको हिसाबले हामीले हेर्दाखेरि एकदम ब्युटिफुल यहाँनिर मार्केटले एक्ट गरेको छ कि। मैले भने पहिलो सुरुमा स्टक्स हामीले हेर्नको लागि, किन्नको लागि, ट्रेड गर्नको लागि एउटा बुलिस स्टक समाउनुपर्छ, जुन चाहिँ नि हायर टाइम फ्रेममा बुलिस ट्रेन्डमा चलिरहेको स्टक छ त्यसलाई समाउने। अनि बुलिस ट्रेन्डमा चलिसकेका स्टक्सलाई कहाँनिर किन्ने भन्दाखेरि उसले किन्ने कहाँनिर भन्दाखेरि जस्तै यो स्टक्स बुलिस ट्रेन्डमा चले, यो हाई ब्रेक गर्यो, ब्रेक गरेपछि अनि जब मार्केट एउटा राम्रो लेभलको रिट्रेस आउँछ र यो लोअर हाई लोअर लो हायर लो यो हायर लो ब्रेक नभइकन यदि मार्केटमा करेक्सन भएर एउटा राम्रो जोनमा आएर रियाक्सन गर्यो भने त्यतिखेर चाहिँ बेस्ट चाहिँ नि ट्रेड सेटअपहरू निक्लिन्छ। त्यो ट्रेड गर्न लागि बेस्ट सेटअप हो। सो जोशीमा त्यही भयो, यो हायर हाई थियो, ब्रेक गर्यो, त्यसपछि मार्केट राम्रो लेभलमा आएर रिट्रेस भयो यो लेभलमा, अनि यहाँ आएर सर्ट टाइम फ्रेममा यसले राम्रो इन्डिकेसन दिएको कारणले जोशीमा चाहिँ नि एकदमै नै राम्रो सेटअप देखेको कारणले त्यस्तै नै राम्रो गरी बढेर गएको छ जोशीले। र आई थिङ्क जोशी अझै पनि केही बढ्न सक्ने सम्भावना देखेको छ, 400सम्म चाहिँ पुग्ने चाहिँ नि यसको हाई चान्सेस छ। सो यहाँ कसैले ट्रेड लिनुभएको थियो भने स्टप लस यहाँ राखेर ल्याए पनि 1:45 को रिस्क रिवार्ड रेसियो चाहिँ नि जोशीमा आइसकेको छ। सो मैले चाहिँ जोशीमा अझै पनि योसम्म टार्गेट पुग्छ कि भन्ने चाहिँ मेरो एक्सपेक्टेसन छ अघिल्लोको हाई, किनभने यो स्टक्स हेर्दाखेरि बुलिस ट्रेन्डमा चलिरहेछ। सो कन्टिन्यू गर्ने हुन्छ 421 पनि यसले ब्रेक गरेर जानुपर्छ। सो मिनिमम 421 टार्गेट चाहिँ राख्न मिल्ने खालको अवस्था छ। सो यसरी यो जोशीको ट्रेड मैले किन पोटेन्सियल छ भनेको थिएँ र कसरी चाहिँ मैले यो ट्रेड लिएको, के हेरेको भन्ने कुरा चाहिँ मैले हजुरहरूलाई बताइदिएँ। सो हजुरले पनि अलिकति राम्रो ट्रेड गर्नलाई चाहिँ के गर्नुपर्छ भन्दाखेरि पहिला बुलिस स्टक समाउनुपर्छ। बुलिस स्टक ट्रेन्डमा चलिसकेपछि हाईमा गएको बेला किन्ने होइन। जस्तै यो स्टक अब यहाँ ब्रेक गरेर यहाँ किन्ने होइन, अब यो ब्रेक गरेर जाऊ त्यो तल आउनु दिने, करेक्सन आउनु दिने, अनि कस्तो लेभलमा आएको छ त्यो मार्केट पहिला रियाक्सन हेर्ने, सपोर्टमा छ कि डिमान्ड जोनमा है कस्तो हुन्छ। अनि त्यसमा आएर अलिकति लोवर टाइम फ्रेममा गएर पोजिटिभिटी देखायो। जस्तै बुलिस स्टक पनि करेक्सन हुँदा त लोवर टाइम फ्रेममा त डाउन ट्रेन्डमा आएर हुन्छ, त्यो ट्रेन्ड ब्रेक गरेर यदि माथि जान लाग्छ भने द्याट वुड बी द बेस्ट टाइम टु एन्टर इन द ट्रेड। सो त्यसरी लिन सकिन्छ। सो अब अहिले चाहिँ जोशीलाई लिन चाहिँ मिल्दैन, म चाहिँ कसैलाई पनि सजेस्ट गर्दिनँ। म पर्सनली अब स्टक त कसैलाई सजेस्ट चाहिँ गर्दिनँ, तर कुनै कुनै स्टक्सहरू राम्रो सेटअपमा छ, कस्तो कस्तो सेटअप हुँदा गर्न सकिन्छ भनेर चाहिँ म एनालाइसिस गर्छु। सो जोशीमा यसरी थियो। सो अब जोशी किन्नु रिस्क हुन्छ, अहिले पनि 1-2 पोइन्ट अब 1-2 सर्किट लाग्न पनि सक्ला, बढ्न पनि सक्ला, तर यहाँ लिँदा त रिस्क थिएन, कम थियो, अब यहाँ त धेरै रिस्क छ। सो अब जोशी यस्तै ट्रेन्ड कन्टिन्यू गर्यो भने के गर्नुपर्छ भन्दाखेरि हामीले जोशीमा ट्रेड लिने हो भने यो 421 ब्रेक हुन दिने, त्यसपछि कहाँसम्म पुग्छ, त्यसपछि करेक्सन हुन दिने, अनि त्यसपछि एन्टर। सो धेरै टाइम लाग्न सक्छ जोशीमा ट्रेड लिनको लागि अब चाहिँ। सो ओभरअली त्यही नै हो कुरा। एफसीमा पोजिटिभिटी नै छ मोमेन्ट, सो केही बढ्न सक्ने सम्भावना नै देखेको छ। सो हजुरले मेरो भिडियोको आधारमा चाहिँ सेयर कारोबार नगर्नु होला, यसलाई
यसलाई रेफरेन्स र नलेजको रूपमा चाहिँ लिन सक्नुहुन्छ र आफूले ट्रेड गर्दाखेरि प्लान बनाएर आफ्नो रिस्क विचार गरेर मात्र ट्रेड गर्नुहोला। हस्त, धन्यवाद।